हेलो, स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। आज चाहिँ म यहाँ पार्कतिर यसो घुम्नको लागि भनेर आएको छु। यहाँ अगाडि पार्क चाहिँ यता यो पारिपट्टि हो। फुलहरू यहाँबाट त्यही फुलेको देखिँदैछ। यता नि फुलिरहेछ मस्त, त्यसरी फुलेको छ। त्यही हो गाइज, म जाँदैछु त्यहाँ पुगेर फेरि बाँकी भिडियो बनाउँछु। फुल चाहिँ सही फुलेको रहेछ, सही टाइममा आइएछ। अब फेरि यो 2-4 दिन पछाडि त सबै झरिहाल्छ। यस्तो छ, सट्ट फुलको छहारी मुनिबाट हिँडिरहेको छु म। अगाडि यस्तो छ। यो चाहिँ लगभग 2-4 दिन मात्रै रहन्छ, त्यस पछाडि चाहिँ हरिहाल्छ। यो झर्न नि सुरु भइसकेछ यहाँ। यो बिस्तारै बिस्तारै धेरै टाइम रहन्न यो फुल। फुलहरू पुऱ्याएको छ। यो चाहिँ मजाले फुलिसकेको रहेछ, फुल्न बाँकी छ, केही टाइम लाग्छ। उतातिर त्यहाँदेखि पनि फुलिरहेछ। बिस्तारै फुलेछ। घाम निकै कडा लाग्न थालिसकेछ, पसिना आउला जस्तो भइसकिसक्यो। तर पनि रमाइलो छ यहाँ। यता स्कुलबाट आएको जस्तो छ केटाकेटीहरू यहाँ। घडी पनि रहेछ यहाँ, 11:30 भएछ। यस्तो छ पार्क चाहिँ। अब म लगभग आधी घुमिसकेँ।
एक्लै छु यहाँ, साथीहरू आज सब काममा छ, मेरो चाहिँ छुट्टी भएर आइहालेँ। अब भोलि नि पानी पर्ला जस्तो छ, त्यही भएर पानी पऱ्यो भने यो फुलहरू फेरि रहँदैन, सब झरिहाल्छ। अब लगभग यो सिजन फुलको सिजन सकिँदै गयो, त्यही भएर चाहिँ टाइम मिलेको बेलामा आइहालेको हो। यो के हो, इँटा भट्टा जस्तो त्यो यतापट्टि चाहिँ बसको लाइन छ त, यो कता जाने हो? सिसी क्यामेराहरू पनि जोडेको छ यहाँ। यस्तो छ, लगभग म एक राउन्ड चाहिँ लगाइसकिसकेँ, अनि अब फेरि रिटर्न ब्याक हुँदैछु उतैतिर। अनि घाम लागेको छ मजाले, ठ्याक्क 12 बजेको दिउँसो। यो पुल रहेछ यहाँ, यस्तो झरनाहरू बनाएको छ यहाँ। ल त्यो पुल भयो, त्यस्तो झर्ना छ। सब पानी झरेको छ, गऱ्यो के थियो। बाँकी भनेको त्यही हो। आजको दिन नि गयो, लगाइ छ। अब आजको घुमघाम यस्तै भयो, घाम अलिक कडा लागेर आज थोरै
गाह्रो चाहिँ भइरहेछ तर पनि केही छैन, रमाइलो भयो। आजलाई यहीँबाट भिडियोलाई चाहिँ म अन्त्य गर्छु। धन्यवाद।